नमस्कार, हाम्रो ज्ञान संसारमा स्वागत छ। आज हामी नेपालको भूगोल सम्बन्धी सामान्य ज्ञान सम्बन्धी रोचक प्रश्नहरू लिएर आएका छौँ। सुरु गरौँ। वैज्ञानिकहरूका अनुसार हिमालयको उचाइ प्रति वर्ष कति दरले बढिरहेको छ? सही उत्तर हो 5 मिमी। काठमाडौँ उपत्यका पहिले के थियो भन्ने मानिन्छ? सही उत्तर हो ताल। नेपालको कुन जिल्लालाई तालहरूको जिल्ला भनेर चिनिन्छ? सही उत्तर हो कास्की पोखरा। कतिवटा उत्तर मिलाउनु भयो कमेन्ट गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।